डेभलपमेन्ट बोनस अब डेभलपमेन्ट बोनस भनेको के छ भने अब तपाईँको चाहिँ अब स्टार एजेन्टको अब स्टारको माथि गयो नि हामीले अब यहाँ फेरि चौरासाकै भएपछि तपाईँले यासी बन्नुभयो यासी कसरी बन्नुभयो त ग्रुप टिभी त प्रत्येक महिनापछि तपाईँको एक्युमुलेट जम्मा हुँदै गएको टिभीले नै स्टार एजेन्ट बनाउनु भर्दै गर्दैन जे जे खानु भयो तपाईँको टिभी त बढ्दै जाने त्यसले बनाउनु अब केही स्पिडमा गयो भने तपाईँको 1 महिना पनि गर्न सक्नुहुन्छ फेरि कसैले तपाईँको प्रोडक्टको 100 पिबीले मात्र पुग्दैन त्यसलाई बिरामी असाध्यै धेरै छ उसले चाहिँ छोटेर पनि खाऊ भने पनि भएन सबै खालको प्रोडक्ट मोरिजी पनि खाऊ अब ब्लड क्यान्सर हुन लागेको छ भने उसलाई आरजिओ पनि हाल्नु पऱ्यो होइन मोरिन जुस पनि खुवाउनु पऱ्यो सक्ने यदि क्षमताको छ भने खुवाउनु पऱ्यो नि त स्पालिन पनि खुवाउनु पऱ्यो त्यो खाइदिने उसलाई पनि अलिकति हल्का इनर्जी आउनु थालेको कफी रेगुलर खुवाउनु पऱ्यो त त्यसरी खाँदाखेरि पनि तपाईँ 1 महिनामा पनि तपाईँ स्ट्राटेजी पनि बन्न सक्नुहुन्छ त्यो क्षेत्रमा तपाईँको चाहिँ हाई गएको स्पिड यो कसै पनि खुल्ला हाई गएको हो जो जति स्पिडमा जान्छ त्यो त्यति नै अगाडि बढ्छ यहाँ कसैले रोक्नु सक्ने कुरै हुँदैन तपाईँले मलाई ब्लेम लगाएर पनि चान्स छैन मैले तपाईँले ब्लेम लगाएर चान्स छैन जो स्पिडमा पुग्छ त्यही पुग्छ त्यस्तो खालको सिस्टम भएको हुनाले अब हामी स्ट्राटेजी त बनिहाल्यो भनेपछि अब 1400को स्ट्राटेजी बनिसकेपछि अब डेभलपमेन्ट बोनसको लागि चाहिँ फेरि यहाँ प्रब्लममा पनि फेरि ए भन्ने मान्छे उहाँ पनि फेरि स्ट्राटेजी त बन्नुहुन्छ सिस्टमको उयो हो फेरि अर्को बी भन्ने मान्छे पनि के गर्नु फेरि स्ट्राटेजी त बन्नुहुन्छ फेरि सी भन्ने मान्छे पनि फेरि स्ट्राटेजी बन्नुहुन्छ भनेपछि अब यहाँ ठ्याक्कै यसमा नभए फेरि यसले चाहिँ अलिकति फरक पर्ला यहाँ चाहिँ हजुरको के छ भन्दाखेरि चाहिँ अब यहाँ बी भन्ने मान्छे सी भन्ने मान्छे अब उहाँ एउटा ए भन्ने मान्छे चाहिँ ट्यालेन्टेड हुन्छ उहाँ पनि स्ट्राटेजी बनिहाल्छ है भनेपछि उहाँ स्ट्राटेजी बन्नुभयो भने डेभलपमेन्ट बोनसमा चाहिँ अब हजुर अलरेडी स्ट्राटेजी हुनुभएको हुनाले स्ट्राटेजी त कति हो त 25% 25 मा उहाँ चाहिँ स्ट्राटेजी चाहिँ तपाईँको गर्नुभएको हुनाले 2% गरेर तपाईँ 27% भनेको के हो भने चाहिँ तपाईँले चाहिँ अब आउने जति पनि बोनस छ 27% गरे आउँछ नि त बोनस होइन भनेपछि उहाँ चाहिँ स्ट्राटेजी बढिसक्नु भएपछि तपाईँ चाहिँ 27% पुग्नुभयो र यो नयाँ उदाहरणलाई उहाँको चाहिँ उहाँ चाहिँ पुग्नु भएर चाहिँ यो पर्सेन्टेज त थाहा पाउनु भयो अब यसलाई धेरै डिटेलमा नसक्यो डिटेलमा गर्नु धेरै भन्नु लाग्छ होइन अब उहाँ चाहिँ पुग्नु भएको लगभग 12% किन पढाउनु खाइरहनु उहाँ पुग्नु भएको 18% होइन भने अब यहाँ पनि फेरि उहाँको लाइन अरू पनि हटेर जोडिहाल्छ किनभने फेरि एउटै लाइनमा तपाईँले चाहिँ हालै गर्नु पनि तपाईँ भोलिमा चाहिँ धेरै अनब्यालेन्स बनाउँछ उनीहरूलाई के हुन्छ तपाईँको चाहिँ लाइनमा मजाले चाहिँ 2टा लाइनमा चाहिँ डाइभन पनि बनिसक्यो टन्नै टिभी आउनु थाल्यो अरू लाइन चाहिँ एउटा पनि छैन भने त फेरि तपाईँ सर्लकै सुत्नु किनभने क्वालिफाइड हुन त अरू लाइन चाहियो फेरि क्वालिफाइड हुनु त बर्बाद हुन्छ त्यतिखेर मान्छे काम गर्नुपर्छ जब हाम्रै सिटिजन मेरै लाइनमा सिटिजन त्यस्तो भयो अब हामी त अफलाइनको चाहिँ साथीहरू अब बिचरा एसएसडी हुनुहुन्छ अब अरू लाइन नभएपछि यतापट्टि चाहिँ खोला त्यहाँ उनीहरू क्वालिफाई भइहाल्छ उहाँको लागि 2500 पिबी चाहियो अनि त्यहाँ चाहिँ 2500 पिबी त जाँदा कहाँ हुन्छ त्यो गर्नु बर्बाद हुन्छ त्यो भएर यो त लाइन त हाल्दै जानु पऱ्यो भन्छु जस्तो त्यो भएर यही अनुसारले चाहिँ तपाईँलाई जोड्दै आयो अब जस्तो यहाँ चाहिँ तपाईँको चाहिँ उहाँ अब 100 पिबी नयाँ लाइन जोड्नु भएको यहाँ 100 पिबी थियो भने 27 माइनस तपाईँको चाहिँ यो 6% हो नि त होइन त 27 माइनस 6% भनेपछि कति हो तपाईँको 27 मा 6 गर्दा कति भयो त के अरे 27 माइनस 6 कति 21%। कति मजाको फाइदा छ यो जति नयाँ लाइन जोडिदिएको त्यति फाइदा रहेछ नि होइन अब 27 माइनस 6% त उहाँबाट मात्रै यो मान्छेले 100 रुपियाँ मात्रै गर्दाखेरि पनि तपाईँले चाहिँ कति 21 रिङ्गेट आयो नि त होइन यो लाइनबाट 27 माइनस तपाईँको चाहिँ 6 भनेपछि 21% जहिले तपाईँको यो आयो नि त भनेपछि बढी बडा मजाको इन्ट्रेस्टिङ चाहिँ यहाँनिर आउँदै गर्छ जब तपाईँको लेभल चाहिँ हाई लेभल चाहिँ बढ्दै गयो तल्लो नयाँ नयाँ जोइनिङ हुँदै जाँदाखेरि चाहिँ बोनस चाहिँ बडा मजाले खाँदेर आउँछ नि त होइन यो चाहिँ बुझ्नु अब उहाँबाट पनि तपाईँको चाहिँ 21 रिङ्गिटको दरले तपाईँलाई आयो बोनस होइन किन जिन्दगीमा हामीलाई चाहियो भने फेरि यही लक्ष्यमा आता नै हुँदै होइन यो आउँदा तपाईँको चाहिँ नयाँ नयाँ लाइन हुँदाखेरि फेरि आउँदाखेरि तपाईँ हामी इन्ट्रेस्टिङ चाहिँ हुनुपर्छ अब उहाँ 18% गर्दा भने पनि तपाईँ 27% पुग्नु भएको छ 18 माइनस 27 ले पनि यहाँ 9% दरले तपाईँको बोनस फेरि डिफ्रेन्स त आउने हो कि नै अब उहाँ 12% हुनुहुन्छ भने 27 माइनस 12 गरेर 13
कि 14 7 मा 2 गरेर 15 छ हैन 7 मा 2 गरेर 5 भयो नि त ल उहाँ 15% दरले अब डेभलपमेन्ट बोनसमा जाँदाखेरि चाहिँ उहाँ स्ट्राटेजी हुनु पनि छ यहाँसम्म त ग्रुप बोनसै कुरा गऱ्यौँ त उहाँ स्ट्राटेजी हुँदाखेरि चाहिँ अब के छ भने हजुर 27% त उहाँको कारणले गर्दाखेरि बोल्नु भएको नि त उहाँ स्ट्राटेजी एजेन्ट बनेको तपाईँलाई बेफाइदा रहेछ छैन त उहाँको त तपाईँले त फेरि 2% थपेर तपाईँले दिनुभयो नि त भनेपछि फेरि उहाँको लाइनमा त अर्को पनि होला होइन फेरि उहाँले त अब उहाँ त अलिक ट्यालेन्टेड हुन्छ उहाँले अर्को लाइन पनि जोड्दै जानुभयो फेरि अर्को लाइन पनि जोड्दै जानुभयो लाइन त उहाँले जोड्दै जानु भएको छ नि हामी त भने अब यो डेभलपमेन्ट बोनस चाहिँ कसरी आउँछ भने तपाईँको उहाँको स्ट्राटेजी चाहिँ हुनुभएको मैले 2% तपाईँले त्यसरी थपिहाल्यो उहाँले 100 पिबी गर्नुभएको छ भने तपाईँलाई 100 को 5% यहाँबाट चाहिँ डबल जाने हो 2% पनि तपाईँले थप्यो यो लाइनको जति पिबी सेल भएको छ 2% जति होइन 27% त्यो भयो अनि यो तपाईँको 100 पिबी गर्नुभएको छ नि उहाँले जति पिबी गर्नुभएको छ उहाँको चाहिँ 100 पिबीको तपाईँले चाहिँ के अरे 5% गरेर जति उहाँको 100 पिबीको 5% हो उहाँलाई 5 मिनेट गर्नु होइन अनि त्यसपछि उहाँको तलको जति पनि लाइनमा तपाईँको पिबी सेल भएको छ नि यो लाइनमा जति पनि सेल भएको यो 4% गर्नु उदाहरण लागि ल उहाँको यो लाइनमा चाहिँ 1500 पिबी सेल भएको 1500 पिबी सेल भएको छ भने तपाईँको 1500 इन्टु 4% गरी 100 हो नि है 15 14 60 आयो भनेर आउँछ त्यो बोनस सबै डिटेलमा आउँछ नि तपाईँ जति पनि त्यो बोनस आउँछ नि त्यो सरले डिटेलमा आइहाल्छ त्यसमा लेखिन्छ हो अनि फेरि यो लाइन तपाईँको चाहिँ उहाँको लागि पनि कुरा यो डेभलपमेन्ट बोनसको कुरो गरिरहेको छ अब यो लाइन फेरि तपाईँको चाहिँ उहाँ चाहिँ उहाँको पर्सनल पिबीको 5% दरले जानुभयो उहाँको तल जति पनि पिबी सेल भएको त्यो 4% दरले गयो त्योभन्दा तलको लाइन उहाँको 1500 पिबी भएको पक्कै पनि अलिक कम पिबी सेल भयो होइन 1000 पिबी सेल भएको भने 1000 इन्टु 3% दर भनेको मतलब तपाईँको 30 रिङ्गेट त फेरि यहाँडै गयो होइन 30 आएर अनि यो लाइनबाट ल मानौ तपाईँको चाहिँ 500 पिबी सेल भएको छ भने 500 को तपाईँको चाहिँ 2% भनेको मतलब 100 5 × 10 रिङ्गेट र यो लास्टको लाइनबाट चाहिँ जति तपाईँको तल्लो लाइन छ त्यो चाहिँ 1% गर्नु मानौ ल तपाईँको चाहिँ 300 पिबी सेल भएको भने 300 इन्टु 1 त 100 भनेको 3 रिङ्गेट मतलब अब यही लाइनलाई अब यसरी सम्झ्यौँ कि अब यो लाइनमा तपाईँको चाहिँ 1000 जान्छ होइन उहाँको लाइनमा जति आयो त्यो 5% आयो त्योभन्दा तलको लाइनमा तपाईँको चाहिँ अब 1000जना छन् भने त्यो लाइनबाट 4% गर्ने अर्को लाइनबाट तपाईँको चाहिँ 3% गर्ने अर्को लाइनबाट 2% गर्ने गर्दाखेरि 5 4 3 2 1 भनेको 5 4 9 3 12 2 14 1 15 तपाईँको यो 15% डेभलपमेन्ट बोनस छ नि सरलकै आयो यसरी चाहिँ तपाईँको चाहिँ दुवै के अरे होइन यो हिसाबले दिन्छ यो यसलाई भन्छ डेभलपमेन्ट बोनस अन्तर्गतको यो एउटा लाइनको कुरा गरेँ फेरि यो लाइन पनि तपाईँको के छ त फेरि यो पनि त स्ट्राटेजी त बन्छ बाटो त त्यही सबैले खोजिदिने सियु एट द टप भन्छ नि त सियु एट द टप भनेको तपाईँले चाहिँ सिए भएपछि भेटाउन भन्न खोज्यो त सिए भएपछि भेटाउन भन्नुपर्छ सबैजना सिए नै भन्ने तर्कमा त भनेपछि त पोस्ट त हरेक एकपछि त मुभ त भइहाल्छ नि यही लाइन तपाईँको चाहिँ फेरि डेभलपमेन्ट बोनस अन्तर्गतको यो डिटेल राइटिङ हो पुरो क्लियर छ नि पुरो मजाले बुझ्नु भएको छ नि सिस्टम चाहिँ हामीले यही हो बुझ्नै पऱ्यो सिस्टम बुझेन भने तपाईँको सिस्टम देखाएको भन्ने मान्छे पनि आउँदैन अब हामी फिल्डमा जाँदाखेरि त कस्तो कस्तो मान्छे आउँछ हाम्रो त्यो उनीहरूलाई कहिले अब यसरी चाहिँ हामी कन्सेप्ट राख्छौँ पुगरबाजी जस्तै मान्छे आउँछ उहाँसँग खतरा छैन चाहिँ हरेक तरिकाले उहाँले त एङ्गलले त त्यहाँ टेस्ट गर्छ त्यो उहाँलाई बुझाउनु पऱ्यो कसरी त्यो खालको अनुभव पनि लिनु पऱ्यो क्या अनि मात्रै तपाईँको भन्छ तपाईँको सियालमा जाँदाखेरि बाघको चाहिँ तपाईँको चाहिँ के बुझेर जान्छ त खजाना बुझेर जानु के अब तपाईँ हामी कुन फाँटमा छौँ भन्दाखेरि अब हामी एकदमै चाहिँ सिममा हौ भन्दा चाहिँ पऱ्यो हामी सियाल चाहिँ होइन भन्नु त तपाईँ सिममा सियाल भन्नु थाल्नु भयो तपाईँको कुली लखरिहाल्छ हुँदैन अनि उता ठक्कर खाने उता ठक्कर खाने यो हुनु यो काम गर्ने भयो त्यसरी चुपचाप बसेको है कुरो क्लियर छ त होइन सर हजुर सर ल अब यो धेरै वर्ष भइसक्यो सर मैले बिग्रिसकेको छ पहिला त ट्रेनिङ धेरै ओर्थ्यो
अब अहिले त कोही कम्पनीमा काम गर्ने यो भएकोले यो बिचमा त ग्याप त धेरै भयो नि त कथा त मेरो पनि त्यसले गर्दाखेरि चाहिँ अलि यो हुन्छ होइन यो डिटेलमा यसरी गइएन होइन अब स्टार एजेन्ट अन्तर्गतको चाहिँ कुराहरू तपाईँको चाहिँ अब यसरी नै जान्छ अब तपाईँको चाहिँ 20वटा लाइन भयो भने 20वटा लाइनको पनि स्टार एजेन्ट अन्तर्गतका चाहिँ डेभलपमेन्ट बोनस यसरी आउँदो रहेछ भन्ने कुरो बुझ्नु है। अब फेरि योभन्दा अगाडि तपाईँको चाहिँ हामीले के गरेको छौँ भन्दाखेरि चाहिँ यो मध्येको अर्को बोनस पनि पर्छ अब यहाँ